हामीले नक्सा हेर्ने जिम्मा चाहिँ हाम्रो उहाँ सिनियर दाइलाई दिएको छ अहिले। हाम्रो इन्जिनियर दाइ हुनुहुन्छ उहाँ चाहिँ। नक्सा चाहिँ हाम्रो दाइले हेर्नुहुन्छ। तर फेरि अघि बुढाले चाहिँ के गर्यो भन्दाखेरिमा टक्क गाडीमा बस्यो तिमीहरू त्यही हेर म अर्कोमा हेर्छु भनेर टक्क चलिदिएको थिएँ। त्यस्तो गर्न भएन, अब सँगै जानुपर्ने हुन्छ साथीभाइहरू। अब यस्तो हुन्छ यहाँ सेल्टरको मजा भने के भन्दाखेरि हाम्रो भोलि दाइ हाम्रो काममा जाँदै हुनुहुन्छ अनि यो एकजना काम लागेपछि बेलुका यसरी पार्टी दिन्छ नि यहाँ। टक्कै यहाँ हाम्रो ब्रदर यहाँ छ, हाम्रो क्युट ब्रदर। अनि टक्कै यहाँ यसरी बियर टक्कै यहाँ आउँछ, उयो हाम्रो दाइहरू टक्कै यहाँ हुनुहुन्छ। यसरी यो सेल्टर बस्ने जो काम लाग्यो उसले टक्क पार्टी दिनुपर्ने हुन्छ यहाँ। एभ्री विक एकजना जान्छ काममा, यसरी पार्टी दिन्छ। हो यस्तो छ यहाँको सिस्टम साथीभाइहरू। तपाईँहरूको सेल्टरतिर कस्तो छ भन्ने कुरो हो। अब यहाँ हाम्रो सेल्टरतिर त यस्तो छ। यस्तो छ अब आज सौल आएको आज। अनि सौलमा टक्क लाएर हेर्न आएको आज कहाँ हुन्छ के हुन्छ यसो मिलाएर अब कामहरू के छ कसो छ यतातिर बुझ्नुपर्ने हुन्छ। भनेपछि 12 मिनटमा फेलात्तै पुग्ने रहेछ हामी। 180 आज हामी 180 को स्पिडमा घुम्ने गाडीमा चल्ने गाडीमा जाँदैछ साथीभाइहरू। हामी आज यहीँबाट सुरु हुने रहेछ ट्याक्सी चाहिँ, यो ट्रेन चाहिँ। मान्छेहरू टक्क छ। अहिले हामी यहाँ ठेकोकमा छौँ। अहिले हामी ठेकोकमा छौँ। अब हामी 7 तला कहाँ छ गर्दै? हामी कहाँ छौँ अरे अहिले? 7 तला 7 तला मुनि 7 तला मुनि छ साथीभाइहरू। हामी चाहिँ टक्क यहाँ हामी नोदोङको हेर्न जाला हो। सब काम त बेरोजगार हो यहाँ सबै। 7 तला मुनि छ अहिले हामी। सौल आइयो तर लेटर पाएर पनि कम्पनी हेर्न गएनौँ। किन भन्दा लास्ट गु कम्पनी थियो अनि ओभरटाइम सोभरटाइम हुँदैन भने अनि 3-4 सँगै एउटै म्यासेज लगाएको थियो तर कोही गएन हामीहरू। ओभरटाइम नआउने जान्छ के गर्नु, अब बेल्टै लाने बिस्तारै। अब यस्तो छ, अब हामी यता जानु छ डुलेको डुले। हामी दिनभरि नोदोङको धाक्को धाइ गर्ने हो। कहाँ भेटिन्छ त्यहीँ छिर्दिने हो। सो अब हामी अहिले खिम्फो इन्टरनेसनल एयरपोर्टबाट जाँदैछौँ। 6-7वटा स्टेसन बाँकी छ। देन लेट्स सी के हुन्छ है त। यो सबवे त नि यहीँबाट सुरु हुने रहेछ नि त। फर्स्ट स्टेसनै यसको यही रहेछ। भए ल्याउने हो नभए फर्किने। अब के गर्ने, यस्तै छ अवस्था यहाँको। ए खिम्फोमा छौँ अब हामी अहिले। खिम्फोको नोदोङमा छौँ अहिले हामी। अब यस्तो छ यहाँको अवस्था। लेट्स गो के भन्छ अब त्यहाँ अर्डर हुँदैछ अब यहाँ खानाको। यहाँ हाम्रो खाना आइसकेको छ। दाइ दबाउनु लाग्नु भएको छ। मसिस छ, मिठो छ, छिन्चा मसिस छ, नौ मसिस छ। जस यो उम्लिँदैछ। हामीले आज कोरियन खाना दबाएको दाइहरू यता हुनुहुन्छ। तपाईँको केटाहरू खाँदैछन्। अनि दाइको मेरो तकाते छ। हामीले चाहिँ दबाउनु पर्ने हुन्छ अब। यसो के बङ्गु रहेन यो कोरियन गाँसी चाहिँ। खाना कस्तो थियो? हजुर खाना कस्तो थियो? खाना त्यो के भन्छ त्यो मात्रै धेरै छ यार। मेरो थिएन? अब हामी जाँदैछ फेरि कहाँ रे? हामी सबु उसले भनेको ठाउँ जाँदैछ हामी। फेरि त्यहाँ भेटेन भने हामी अर्को टाप हुनुपर्छ। फेरि अर्को सिङ जानुपर्छ हामी। त्यसपछि भ्लग हो नि यो चाहिँ। यो मेरो भ्लग हो। डुलेका डुले छ हामीहरू यहाँ। जस फ्यामिली अपार्टहरू छ यहाँ लास्टै धेरै। यस्तो छ मात्र। यहाँ अपार्टहरू बन्दै रहेछन्। लास्टै ठुलो छ यहाँ अपार्टहरू। अब हामी एउटा नोदोङमा जाँदैछौँ। यो चाहिँ इन्सनको नोदोङ भएको केही भएन। यहाँ पनि प्रगति आएर फेरि निस्किनु पर्ने हो साथीभाइहरू। दायर हुन्छ। अब फेरि जान्छौँ हामी अर्कोमा हेर्छौँ। लेट्स सी। हामी याङयोकमा छौँ अहिले।
अब हामी यहाँबाट सिधै जानुपर्ने हुन्छ। गर्मीमा रापले पुरा कालो भइसकेको छ हामीहरू। फेरि हामी भनेको बुढो मान्छेहरू, म त खासै बुढो छैन त्यही पनि। फेरि हामी काममा लागेपछि को हुन्छौँ, किनकि पैसा आउँछ नि त काममा लाग्ने बित्तिकै। यो छङ्गाङ पनि कति आउनु हेरे लो, त्यो जहिले यहाँ आएको जहिले यहाँ आएको के गर्नु। अहिले अब हामी आन्याङको नोदोङ भयो। हामी यस्तो छ जाँदैछौँ। यहाँ अब काम छ कि छैन हेर्नुपर्छ एकछिन। आजलाई भयो अब टुडे इज एभ्रिथिङ डन। अब अर्को दिनलाई हामी खोज्नुपर्छ। दिनभरि खोज्दा एउटा पनि मेसेज पाएन, एउटा दुइटा पाएको थियो तर राम्रो थिएन। अब यस्तो छ, अब यहाँ पार्टी छ। अब आज यहाँ हल्का पार्टी सार्टी हुँदैछ। यहाँ टक्स कतै ब्लग यहाँ सट्ट दायाहरू हुनुहुन्छ। यसो खानपिन छ आज हल्का, काम बिस्तारै भेटिन्छ नि। त्यहाँ भुजा सुजा छ, गफ हान्दैछन् केटाहरू। टक्क हेर्नु नि गफ यहाँ फेरि दाइको यस्तो गफ हान्दैछन् बुढाहरू, पुरा पोलिटिक्स गफ हान्दैछन्। खानासाना हुँदैछ यहाँ। अब खानासाना खानुपर्छ, हेरौँ कति हुन्छ यतातिर। खानासाना खानुपर्छ, खानासाना खाएर एकछिनमा निस्किनुपर्छ अनि खाना खाएर। ल एकछिन ठोकिदिउँ न त, ल एकछिनमा ठोकिदिउँ न त। ल एकछिन ठोकिदिउँ ल। आज म यहाँ छु। अब हेर्नु नि ओन्याङ ओन छन्नेक आसान होइन आसान। यत्रो रहेछ यो क्लास ठुलो छ। भोक लागेपछि के गर्नुपर्छ भन्दाखेरि टक्क एउटा यस्तो खानुपर्छ, रामेन खानुपर्छ, पानी खाने, अनि ट्राभल हान्ने हो। फेरि घुमेको गर्ने हो नि, जहाँ मन लाग्छ मतलब कहाँ हो यताउता जानु मन छ भने यस्तो सस्तो मस्तो ट्राभल गर्नुपर्छ, सस्तो मस्तो खानुपर्छ, एक्सपिरियन्स चाहिँ धेरै लिनुपर्छ भन्ने चाहिँ कुरो हो। छुङछङ नाम्दो यता पनि 4000बाट सुरु हुँदो रहेछ। सो गाइज अहिले अब म छुङछङ नाम्दोमा छु। अहिले चाहिँ छुङछङ नाम्दो भन्छ। ट्याक्सीमा जानुपर्ने हुन्छ मोटेल त्यो दायाहरूको रुममा। सबैतिरको यसो बुझ्दै जाँदाखेरि यता मलाई खासै खै भाइब चाहिँ आउनु लागेन कि यता यो एरियामा मेरो भाइब चाहिँ आएन। यहीँ बस्नुपर्छ, यहीँ गर्नुपर्छ जस्तो भाइब चाहिँ आइरहेन। मोटेल पनि माया ठुलै छ, घर जस्तो छ तर बवाल छ। यस्तो दामीसित बनाएर रहेछ कि ढुङ्गाको स्टाइलिस। कम्पनीको यहाँ इन्टरभ्यू दिन जान लागेको। यहाँ अवस्था त दयनीय छ त। बाटो त मुझे नेपालको जस्तै छ त यो। यस्तो छ यहाँको अवस्था। अब हामी आज पास हुन्छौँ कि फेल हुन्छौँ इन्टरभ्यूमा। अब यस्तो कम्पनी थियो। हामीले भर्खर इन्टरभ्यू दिएर आयौँ। यहाँ दाइले हामीलाई एउटा जुस दिए। जुस खाँदै एकछिनका गर्नुपर्ने हुन्छ साथीभाइहरू। हामीले अब शीतल हुनुपर्ने हुन्छ यहाँ। त्यहाँ पनि केही छ त ल लगभग यहाँ। नेक्स्ट टाइम घुम्न आउनुपर्छ यहाँ। सोसान थोङ्दो छन् सोसानमा घुम्न आउनुपर्छ नेक्स्ट टाइम। अब यहाँ हाम्रो दाइ भोलि पर्सि के अरे जाँदैछु भारी बोक्दै हुनुहुन्छ या कुल्लियो काम गर्दै हुनुहुन्छ। अनि अब म चाहिँ यसो दाइलाई छोड्न मात्र आएको खासमा। मेरो चाहिँ होइन रमाइलो छ नि। कस्तो पोजिटिभ छ भने कस्तो दामी छ कि ठाउँ पनि। साइक्लिङको बाटो टक्क खोला साइडमा बब्बाल छ यतातिर। सबै नेपाली हुन् क्या यिनीहरू। फुटबल खेल्ने यता यस्तो छ यहाँ रमाइलो हुँदो रहेछ। दियोस् टाइम पनि देखेर आज त्यहाँ 8 बज्यो।
फुटबल खेल्ने मस्त रहेछ यतातिर। हाम्रो कुक हुनुहुन्छ यहाँ, पसिना आइरहेछ। अब मासु कस्तो साखेर विचार गर्नुपर्ने हुन्छ यहाँ, मिठो हुन सक्छ। सो टुडे आई एम हियर थोङदो छन्याक। हामी सँगै घुम्ने एउटा दाइ चाहिँ आज काममा लाग्नुभयो, राम्रो काममा लाग्नुभयो। होप टु सी, म पनि अब छिट्टै लागु। दिस इज द लास्ट स्टेसन, वन्सी इज द लास्ट स्टेसन, अन्डरग्राउन्ड ट्रेनको लास्ट स्टेसन हो यो वन्सी वाला। यस्तोमा छु अब म कहाँ गएको छैन, म कहाँ पुगेन भन्ने कुरो अब योभन्दा उता स्टेसन छैन। दिस इज द लास्ट स्टेसन अफ वन्सी। फिङ्गितोतिरै हो यो। म कहाँ गएको छैन, म कहाँसम्म पुगेको छैन, अब यो भन न। त्यस्तो छ सिस्टम अहिलेको यहाँ। जिन्दगी घुमाइ मात्र भइरहेछ, कति घुम्यो भने थाहै छैन। यहाँबाट बाहिर जानुपर्ने हुन्छ। आल्तुल सेट आल्तुलको सेट खाएको हामीले यहाँ त। यहाँ चाजाङमेन, थाङसुयुक, यहाँ चाम्पोङ खोगुम्फाप, चाजाङमेन, थाङसुयुक। सिस्टम हाम्रो यस्तो छ खवाई आजको। ल्याछ आज अब हाम्रो यहाँ सेल्टरमा यस्तो अवस्था छ। यहाँ जिन्दगीको गोरेटोमा अब यस्तो दाइ यस्तो छ रमाइलो। अब यहाँ चेक गरौँ है, लोटो पऱ्यो भने भोलि नेपाल गइदिनुपर्छ। अब एकछिन हेरिहालौँ त होइन, लोटो कतिसम्म पर्दो रहेछ भन्ने कुरो हो नि त। चेक गरौँ त यहाँ। अब यो यस्तो छ अवस्था, लोटो जिन्दगीमा काट्नु हुँदैन भन्ने कुरो यसो थाहा हुन्छ कि यहाँ। यति यस्तो छ अब अवस्था यहाँको। सो हामी अब कहाँ जाँदैछौँ अहिले भन्दाखेरिमा हाजु होइन खोयाङसी जाँदै चाहिँ हामी यहाँ काम नपाएर हामी यस्तो अवस्थामा छौँ कि अहिले बेरोजगारी भएर यस्तो भइसक्यो कि अहिलेको अवस्था। अब कामै छैन यहाँ, सिचुएसन यस्तो छ। हामी दाजुभाइ लगभग एक हप्ता भइसक्यो घुम्न थालेको। अब गाँड गलुच्चा काम अहिले हामीसँग काम छैन भनेको त्यस्तो जित्दा हामी लेट सी के हुन्छ भन्ने कुरा बिस्तारै थाहा हुन्छ। छक्क जहाँ लाग्यो त्यहाँ लाग्यो, काम पायो भने फ्यास्टै गएर लाग्दिहाल्नुपर्छ, धेरै बस्नु हुँदैन। अब घाट दिइरहेको छ प्रायः हाल्दैन थियो है कटिङ होइन। सही छ, बवालसँग खानु छ। यस्तो छ यहाँको खुवाइ हाम्रो आज। टक्क यहाँ भात, यहाँ हेजाङको खानेहरू छ। यतिखेर हामी यस्तो छ यहाँ फेन्टेको हामी यहाँ GJ1 मा छौँ। टक्क हामी यहाँ कम्पनीहरू जाँदैछ हाम्रो एकदमै। अब हाम्रो खाना यस्तो छ स्ट्यान्डर्ड तरिकाको, एकदमै VIP खाना हाम्रो। एकदमै VIP मान्छेहरू छ नि, VIP खाना खान्छ हामीले। किनकि खानामा हामी कम्प्रोमाइज गर्दैनौँ। इमार्टभित्र आएर खाएर आज चाहिँ एकदम यहाँको यो एकदम हिस्टोरिक भइसक्यो यहाँ। यस्तो छ खाना, अब यतिको खानुपर्छ। फेन्टेकको इमार्ट हो यो। फेन्टेकको इमार्टमा आज हामीले एकदमै हिस्टोरी क्रिएट गरेका छौँ। 3 जना मिलेर, 3 जनाले हामीले भात गरेर खाएर आयौँ। परको कम्पनी हामीले हेरेर आयो अहिले। त्यो कम्पनी हेर्न गएको थियो दाइको लागि, त्यो तर नलाग्ने कुरा आइसक्यो। किनकि खासै राम्रो छैन क्या काम गर्ने त। गर्ने नि, तर अर्कोमा गर्ने। यहाँ हामी यस्तो छ अब अवस्था अहिलेको यहाँ हाम्रो। यो त कम्पनी हेर्न आएको थियौँ अनि पुरा खुसी भएर एक्साइटेड। हिजो रातभरि नसुतेर दारू खाएर आएको थियो बुढाले। मेरो कम्पनी हो भन्दै थियो, अहिले खुल्क्यो यहाँ आएर साउको कम्पनी भयो। अब फेरि आज हामी यहाँबाट अर्को कम्पनी हेर्न नदुङ गएर अर्को कम्पनी हेर्न जानुपर्ने हुन्छ। गाह्रो छ अहिलेको एरियामा, गाह्रो छ सिस्टम। सो अहिले म कहाँ छु भन्दाखेरि YOZU1 मा छु। अहिले म YOZU1 मा छु। यहाँ रमाइलो छन् जे होस् साथीभाइहरू हाम्रा, टक्क बसिरहन्, इन्जोय गरिरहन्। अब म यहाँबाट जानुपर्ने हुन्छ हाम्रो आफ्नै डेस्टिनेसन सुवनमा। गाह्रो छ भने हिँड्दै अहिले यस्तो गर्मी छ कुरो नगर्यो भने। अनि कालोको हिसाबमा हेर्ने हो भने म लास्ट कालो भएको छु अहिले, अति कालो हो नि फेरि। सो दिस इज अ लास्ट स्टेसन होइन, योभन्दा उता स्टेसन छैन उता। अनि यहाँबाट अब सिधै YOZUको छ, यो लास्ट स्टेसन हो। YOZU भन्ने यस्तो छ ठाउँ। अब
रमाइलो छ। अब घुमेपछि त रमाइलो हो। यहाँ मान्छे काम नपाएर तनावको अवस्थामा छ अहिले। त्यही नै हल्का फुल्का घुमिरहेको हो, घुम्नुपर्छ त्यस्तो छ कुराकानी साथीभाइहरू। अब एकछिनमा आउँछ हाम्रो यहाँ आउँछ अनि जानुपर्ने हुन्छ। गुरु त बबाल रहेछ। भेरी बिग सिटी इन साउथ कोरिया। के अरे हाम्रो यो म्यापमा हान्यो भने यो मात्रै आउँछ क्या विदेशीको, मतलब यो स्वदेशीको। कोरियन लोकलहरूको आउँछ यो बिल्डिङमा छ अनि यहाँबाट उता पठाउँछ हाम्रो उतापट्टि हो भन्छ विदेशीको चाहिँ। त्यही जानुपर्ने हुन्छ साथीभाइहरू। गर्मी छ, काम भेट्टा छैन, 2 महिना भइसक्यो। सिस्टम गाह्रो छ अहिले कोरियामा। यसको 7 तल आउँछ विदेशीहरूको चाहिँ। यहाँ गुरोको हो यो। बाटो खोलेछ, चल्दिनु पर्ने हुन्छ साथीभाइहरू। यहाँ काम छैन अहिले पनि भन्यो, काम कहीँ छैन यहाँ पछिल्लो समय कोरियामा, काम कहीँ छैन हुन्छ। त्यस्तो थियो कोरिया 2000 मा यस्तो भइसक्यो। यस्तो छ अब यहाँको गाउँठाउँ यस्तो छ यहाँको बजार। तर यतातिर काम पाइँदैन, त्यही हो यहाँको समस्या, मेन ठुलो समस्या। त्यो स्टेसन त्यहाँ जानुपर्छ। अब स्टेसन चढ्ने हो निस्किने हो यहाँबाट। सबको काम सकिएछ, लास्ट प्याक हुन्छ अहिले त। अब ट्रेन पनि मान्छे हेर न, मान्छे कति छन्। यस्तो छ हाम्रो यहाँ रम्जा भइरहेको छ। कम्पनी हेरेर जाँदैछ हामीहरू। पछाडिको बाटो त लास्टै जग्गा छ साथीभाइहरू। यस्तो छ यहाँको माहौल। यो हाम्रो यङ्गिनबाट चढेको हामीहरू। यङ्गिन एभर लाइन भन्छ यसलाई चाहिँ, होइन? यङ्गिन एभरको लाइन। अनि जस यहाँ बिल्डिङहरू टन्न छ नि, एउटा बिल्डिङ दाइको हो त्यो, एउटा मेरो हो। अगाडिका 2टा बिल्डिङ हाम्रो सबभन्दा ठुलो एउटा दाइको, एउटा मेरो हो। अनि त्यो माथि हेलिकप्टर आएर नि बस्छ, हाम्रो हेलिप्याड पनि छ। अनि यस्तो साथीभाइहरू यहाँको सिस्टम। अनि अहिले गाह्रो छ। हामीहरू त अहिले अब कम्पनी हेरेर जाँदैछौँ, डक्क लगाएर। कम्पनी हेरेर सबै राम्रो भयो छिर्दिनुपर्छ। भन्दै बिहान एउटामा गएको थियो, त्यो भन्दै बिहान एउटामा गएको थियो, भएन। अब यहाँ अर्कोमा जानु लाग्यो। अलिक गाह्रो छ सिस्टम आज। गाउँ हेर्नु यो यस्तो छ यहाँको अवस्था। एकदमै गाउँ भित्री मधेसतिर आज हामीहरू अहिले मेन्जप दिनलाई। रमणीय छ यहाँको वातावरण, माहौल। सो हामीहरू कम्पनी हेर्दै आउँदै गरिरहेको छौँ। तर मन भने कुनै परेको छैन भनेर टक्क दिने यस्तो छ। अब माथि हामी यङ्गिन एभरको लाइन चढ्नुपर्ने साथीभाइहरू। हामीहरू यतिखेर यहाँ छौँ। आज मेन्जप भन्नाले इन्टरभ्यू दिन यहाँ आएको। यहाँ एभरल्यान्ड छ, यहाँ थियौँ। अब हामी यहाँबाट यहाँ जानुपर्ने हुन्छ साथीभाइहरू। त्यसपछि सुवन जानुपर्ने हुन्छ। टक्क बुढाखाडाहरू जवानहरू यहाँ पब्जीमा लागिरहेछन्। देशको विकास भएन भन्छ। कसरी देशको विकास हुन्छ? त्यहाँ युवा वर्गहरू पब्जीमा छन् यसरी, त्यसरी कसरी हुन्छ देशको विकास?